दर्शन नमस्ते इट्स मी अमृत। सो आज चाहिँ हामीले टोटलमा फिटनेस कार्यक्रम चाहिँ हामीले अर्गनाइज गर्न थालेको। सो अब चाहिँ हाम्रो यहाँ टिमहरूले चाहिँ इन्स्टल गर्दैछ हाम्रो सामानहरू, जिम इक्विपमेन्टहरू केही समयपछि हाम्रो अब स्टार्ट हुँदैछ। उपस्थितिले हाम्रो कार्यक्रम विशेष बनाउनेछ र कृपया तपाईहरु सबैजना हाम्रो कार्यक्रममा सहभागी भइदिनु होला। आज मेरो हाइट बढ्यो 4.10 भयो के 4.11 सकेपछि यता आइदिनु होला है सबैजना। अब हामी चाहिँ हाम्रो गेमको पार्ट चाहिँ यता सुरु हुन्छ। आजको हाम्रो पहिलो गेम सुरु भइसकेको छ। अगाडि आएर हेरिदिनु र पुरा हौसला दिनु होला र अगाडि राम्रो रजिस्ट्रेसन गर्छ। टाइमको कति गर्नु 9 3 तिमीहरुले काफीमा जानु होला भाइ 1 2 3 4 Picture. 3 नेक्स्ट टाइममा आइसक्नु भएको छ। उहाँको 1 मिनेट 10 सेकेन्ड भइसकेको छ। सरकारी सुरु भइसक्यो। एकदम ऊर्जाशील तरिकाले वर्कआउट गरिरहनुहुन्छ उहाँलाई तरिकाले चाहिँ प्रेम गर्नुभएको छ। हामी सक्नुहुन्छ तपाईँ खुसी लागेको छ आफ्नो टोलमा आएर बाबुहरू यस्तो गरिदिनु भएको छ। प्रेम पनि यस्तो र यस्तो कार्यक्रम गरिदिनु होला। धेरै धेरै धन्यवाद बाबुहरू सबको। टाइम स्टार्ट भइसकेको छ। उहाँ एकदम ऊर्जाशील देखिनु भएको छ। तपाईँले के भन्न चाहनुहुन्छ यो टेस्टपुरमा आएर हजुरको समुदायमा गाउँछेउमा आएर? राम्रो हो, राम्रो गर्नुमा भाइहरूले सरहरूले हाम्रो छोराहरूले त्यही हो। अर्को साइड गर्नुलाई एकदम फरक राख्नु भने तपाईँलाई सजिलो हुन्छ। अझै साथमा आएर हामी पनि सहभागी भएर हजुरहरूलाई टाइम दियौँ र हामीहरूलाई टाइम दिएकोमा हजुरहरूलाई धन्यवाद। हामीहरू आउन पाएको हामी खुसी छौँ। यही खुसी लाग्यो सबैजना आउनुभएको हजुरहरूलाई पहिला शुभकामना आइदिएकोमा, अनि हामीहरूलाई पनि बोलाएकोमा शुभकामना। हामी खुसी छौँ। अब सिक्न पाइयो, देख्न पाइयो, सबै रमाइलो भयो। त्यही रमाइलो हुन्छ, सँगसँगै केही पनि सिक्न पाइन्छ। धन्यवाद। डबल सिक्स हो। तपाईँ यति मेरो यति ऊर्जाशील देख्नु भएको छ। तपाईँलाई यो रेकर्ड गर्दा कस्तो फिल भयो? अति राम्रो फिल भयो। मैले यस्तो चाहिरहेको छु। म यो एक्सर्साइजप्रति अति उत्साहपूर्वक भाग लिन चाहन्छु। मलाई अति गर्व लाग्छ। हाम्रो टोलमा बेला बेलामा यस्तै आओस्, हामीलाई ऊर्जा दियोस्, हामी यो चाहन्छौँ। तपाईँहरूलाई धन्यवाद छ। फेरि पनि यस्तो कार्यक्रम ल्याइराख्नु है। धन्यवाद उहाँलाई पनि। धन्यवाद सञ्चालक भाइहरू। अब जमुनी टोल विकास संस्थामा हजुरहरूले यो कार्यक्रम ल्याइदिएकोमा हामी धेरै धेरै आभारी छौँ। यस्ता कार्यक्रमहरू बेला बेलामा विद्यार्थीको छुट्टी भएको बेलामा हजुरहरूले विद्यार्थीको लागि र गार्जेनको लागि राखिदिनु म धेरै खुसी लाग्यो। र यस्ता कार्यक्रमहरूले एक्सर्साइज मात्रै नभएर हामी गार्जेन र बच्चा बच्चीको लागि जङ्क फुडहरू नखानु, तपाईँहरूको वेट यति छ, प्रेसर यति छ, यी धेरै कुरा भाइहरूले जानकारी बनाउनु भएको छ। यसमा मलाई धेरै खुसी पनि लाग्यो र एउटा ज्ञान पनि उपलब्ध भयो।
अबदेखि पनि यस्तै कार्यक्रमहरू राखी हजुरहरूले सबैलाई सुस्वास्थ्य राम्रो हुने काम र भाइ बहिनीहरूलाई एउटा शिक्षाको माध्यम पनि हुने काम गरिदिनु होला भन्ने आशा राख्दै म यस मञ्चबाट बिदा हुन्छु। धन्यवाद। के हुँदैछ र अनि अहिले चाहिँ के हुँदैछ यहाँ पछाडि हाम्रो आज कार्यक्रम चाहिँ के हो भनेर एउटा सानो एक्सप्लेन गर्नु नि त। खास मेन भनेको आजको हाम्रो कार्यक्रम भनेको चाहिँ हाम्रो यो समुदायमा चाहिँ एउटा ऊर्जाशील कार्यक्रम र फिटनेस सम्बन्धित रिलेटेड चाहिँ एउटा यो प्रबोधन जस्तो फिटनेसलाई प्रबोधन गर्ने उद्देश्यले चाहिँ हामी यो समुदायमा आयोजन गरेर टोलटोलमा फिटनेस कार्यक्रम हो र अहिले चाहिँ हाम्रो पछाडि चाहिँ ओभरअल रूपमा चाहिँ ब्यालेन्सिङ वर्कआउट हुँदैछ। त्यसको ब्यालेन्स राम्रो भइन्छ है त। The first. 9 मिनट प्लस लगभग 10 मिनटसम्म उहाँले ब्यालेन्स होल्ड गर्नुभएको छ। सिङ्गल लेग ब्यालेन्स होल्ड। रमाइलो लाग्छ सबै छोराहरूलाई धन्यवाद। यहाँ ढौ चाहिँ बेसरी भयो हुन सधैँभरि पर्दो रहेछ, आज मात्र नभएर सधैँभरि भइयो भने हामी स्वस्थ र निरोगी हुन पाउने रहेछौँ। अब भोलिदेखि गर्ने कि नै त? भोलिदेखि गर्ने, लगातार गर्ने, घरमा पनि गर्ने है? घरमा पनि गर्ने। Cheers गर्ने है त? 3, 2, 1 नानीहरु के भयो? के भयो? अब हाम्रो खेल एपिटोरिज रेडी हुँदै हुनुहुन्छ है। तर मात्र त्यो हुनेछ भने ज्यादा हुन्छ खेल्नको लागि हो। 4, 3, 2, 1 go. हातले पुग्छ चाहिएन। Yes, push. स्पिडबाट बच्चाबाट रोहन बस्ने उसले हामीले एप्रिसिएट गर्न चाहन्छौँ। उसको नाम सम्मान गर्न खोज्नु भएको छ। यति लागि धन्यवाद दिँदै यसको नागरिक आमालाई सम्मानित भइदिनको लागि यता आइदिनु हुन अनुरोध गर्दछु। र अर्को हामीसँग समयको अभाव भएको हुनाले मेनतर्फको सर्किट ट्रेनिङ गराउन सकेनौँ र जति गराएको छौँ त्यसैबाट हामीले पछि सो हाम्रो एनवाइएफसी र बुटोल क्यालिस्थेनीको साझेदारीमा गरेको जुन टोलटोलमा फिटनेस कार्यक्रम थियो अहिले चाहिँ हाम्रो यो भर्खरै हाम्रो सकिसकेको छ। हाम्रो चाहिँ यो यसमा चाहिँ आज सहभागीमा चाहिँ हाम्रो 40 जनाको चाहिँ हाम्रो फर्म फिलअप छ भने चाहिँ त्यसमा एक्स्ट्रा लगभग त्यसमा चाहिँ 50 जना एक्स्ट्रा हुनुहुन्थ्यो। लगभग हाम्रो 100 जना जति आसपासमा चाहिँ एथलिटहरू हुनुहुन्थ्यो ओभरअल गेमहरू खेल्दाखेरि। र यति भन्दै आजको गेम चाहिँ हामीले यहीँ समाप्त गरेको छौँ।